र यो मेरो चाहिँ करेसाबारी पार्ट 2 एउटा भिडियो आज बनाउँदैछु, जसमा चाहिँ मैले योभन्दा अगाडि देखाएका मसिना काउलीको बेर्नाहरू चाहिँ अहिले मेरोमा फल्ने तयारी हुँदैछन् र कुनै चाहिँ फली पनि सक्यो। फलेको पछि म भिडियोमा हजुरलाई देखाउनेछु। र साथै यतापट्टि मेरो यो बकुला चाहिँ अस्ति मसिन थियो, अब चाहिँ यसमा पूर्ण रूपले फुलसहितको फल पनि लाग्दैछ। यसमा चाहिँ कोसाहरू सानसानो भइसकेका छन्, कोसाहरू बन्दैछन् र अब चाहिँ केही दिन अथवा चाहिँ 1 हप्ता 5 दिनमा चाहिँ यिनीहरू खानलाई रेडी हुन्छन्। र आज चाहिँ मैले यिनीहरूमा पानीको मात्राहरू सिँचाइ गरेँ र अब यो चाहिँ सेकेन्ड टाइम हो मैले यसलाई पानी हालेको। खासै बकुलालाई चाहिँ त्यति पानी पर्दैन, जमिन उसिलो छ भने यसलाई चाहिँ अलरेडी नै यो पानी सोसेर लिन्छ र यो चाहिँ एकदम सफ्ट हुने भएकोले धेरै पानी हाल्दा नि यसको डाक्लाहरू भाँचिने, फलहरू चाहिँ नाश हुने भएको कारणले गर्दा यसमा चाहिँ धेरै पानी पर्दैन। माथि सुक्यो भने चाहिँ त्यो ठाउँमा मात्रै पानी हाल्ने गरिन्छ र हालिन्छ। र यतापट्टि चाहिँ मेरो अब यो काउलीहरू चाहिँ अस्ति चाहिँ मैले सानसानो बिरुवा देखाएको थिएँ, आज चाहिँ बिरुवाहरू ठुलै भइसक्यो। अब चाहिँ यो अस्तिको भिडियो बनायो भने पश्चात यिनी काउली चाहिँ मोटामोटी फुल्न सुरु भयो र कुनै चाहिँ फुली पनि सक्यो। फुलेर एक दुईवटा त खाइयो। अब यिनीहरूमा चाहिँ अहिले फुलेको पनि ठाउँमा चाहिँ यसमा फुल्दैछन्। यो फुलेको चाहिँ हजुरलाई म देखाउँछु है त एकछिन। यो सानसानो कोपिलाहरू बल्ल आउँदैछन्, जस्तो यसमा चाहिँ यत्रो आयो, सुरु हुँदैछ है। यसमा पनि आउन लागेको छ, यो पातहरू माथि बेर्दैछ। यतापट्टि गएर ठुलै भएकोमा चाहिँ धेरै ठुलो चाहिँ एउटा खाइयो, बाँकी अरू चाहिँ यत्रो ठुल्ठुलो। यो सेकेन्डवाला हो, अस्ति फलेको भयो, पहिलो खाइयो, दोस्रो हो। र यतापट्टि गएर यिनीहरूमा पनि सुरु हुँदैछ। र यो चाहिँ यत्रो भयो भन्दा अन्दाजी 1 केजी अलि लगभग हुँदैछ। र यतापट्टि अस्ति देखाएको मसिनो जुन रायोको साग र धनियाँ प्लस मेरो यो के भन्छ प्याज चाहिँ यत्रो हुँदैछ। अब यो चाहिँ बिस्तारै यो चाहिँ मैले सानो यहाँ चाहिँ मैले पहिला चाहिँ लन्डन सर्फमा रोपेको थिएँ र यस ठाउँमा अब किन बाँझो छाड्ने भनेर यस ठाउँमा चाहिँ फेरि मैले धनियाँको साग र यो प्याज लगाएको छु। यो चाहिँ बिस्तारै अब अस्तिको भन्दा ठुल्ठुलो हुँदैछन्। र साइडमा मैले चाहिँ मसिनो उसलाई पनि राखेको छु, लसुन पनि राखेको छु, जुन चाहिँ पछि गर्मी मौसममा तरकारी भाँच्नको लागि राम्रो हुन्छ यो चाहिँ। र यतापट्टि चाहिँ अब मेरो पहिलाको धनियाँ यो चाहिँ ठुलो भएर फुलिसक्यो। यसमा चाहिँ अब धनियाँको गेडा लाग्दैछ र धनियाँभित्र भएको छ्यापी उतापट्टि छ। यो चाहिँ लसुन चाहिँ एकदम ठुल्ठुलो पोटी भएको छ, एकदम राम्रो। यसको चाहिँ ठुलो तल पोटी बढ्दैछ र माथिको पात पनि हरियो हुन्छ। यसको पात खायो भने चाहिँ पोटी कति हुँदैन, र यो चाहिँ अब पात खाएन भने चाहिँ एकदम पोटी राम्रो हुन्छ। यतापट्टि आएर यो छ्यापी चाहिँ यो अस्ति यहाँको धनियाँ झिकिसके पछाडि फेरि मल राखेर पानी हालेपछि एकदम राम्रो भएर आएको छ। यसको मुनि पोटी चाहिँ एउटा गाजमा निकै नै पोटी लाग्छ। त्यो पोटी चाहिँ एकदम स्वादिष्ट हुने र एकदम पोटिलो भरिलो हुन्छ। र यतापट्टि अस्तिको सागहरू चाहिँ मैले यता बारीको अरू साग चाहिँ मैले झिकेर गुन्द्रुकको परिणत गरेँ, जुन यहाँतिर सागहरू थियो। यसमा टन्नी साग, बाक्लो साग थियो, अरू मात्रै बाँकी राखेँ। र यतापट्टिको साग चाहिँ पछि हुने साग हो, यो चाहिँ बल्ल खाने बेला हुँदैछ। यो चाहिँ सेकेन्ड फेजको साग हो मेरो, यो चाहिँ हुँदैछ। र यसमा चाहिँ अब एकदम अहिले यो गर्मी मौसममा चाहिँ खानलाई राम्रो, यो चाहिँ बिना केमिकलको, केही पनि मल छैन, जस्ट यसमा चाहिँ कुखुराको मल, भुटो र गाईको मल मात्रै युज गरेको छु। र यो चाहिँ एकदम राम्रो भइरहेछ। यतापट्टि गएर चाहिँ यही सहितको बेर्ना चाहिँ यतापट्टि दुई ठाउँ लगाएको छु मैले, एउटा ड्याङ यो, अर्को यो। यसमा पनि एकदम खानलाई राम्रो भइरहेछ। र यसको चाहिँ अब भित्रपट्टि रहेको मसिनो धनियाँ चम्सुर चाहिँ बाँकी चाहिँ हामीले गोड्न बाँकी छ। गोडेपछि यसलाई फेरि सागलाई चाहिँ राम्रो पारेर सकार्न सकिन्छ।